सबै साथीहरू यहाँहरू सबैलाई पत्रकार महासङ्घ केन्द्रीय समितिको तर्फबाट र मेरो तर्फबाट हार्दिक हामी आन्दोलनमा छौँ। आज देशका 77 जिल्ला प्रशासन कार्यालयहरूमा पत्रकारहरूले आफ्ना माग राखेर यसै गरिरहेका छन्। पूर्वोक्त साथीले धेरै कुरा भनिसक्नु भएको छ, त्यसमा थप्नुपर्ने केही पनि छैन। खास गरेर यो सरकार बनिसकेपछि यो सरकारको आक्रमणको निशानामा सबैभन्दा पहिला हामी पर्यौँ। चैत 18 गते मन्त्री परिषदको कार्यालयबाट एउटा परिपत्र जारी भयो र त्यसमा भनियो यो देशका सरकारी सूचना र विज्ञापनहरू प्राइभेट र कम्युनिटी मिडियाले पाउने छैनन्। त्यो दिनदेखि हामी आन्दोलित छौँ। हामी आन्दोलित किन छौँ? विज्ञापन आम मिडियाको अधिकारको कुरा हो, यो सुविधाको कुरा होइन। यो अधिकार भएको हुनाले राज्यले आर्थिक उदारवादी अर्थतन्त्रको नीति लिएको छ। त्यो भनेको प्रतिस्पर्धालाई त्यसले सिफारिस गर्दछ। कुनै पनि विज्ञापनदाताले मेरो विज्ञापन केमा छाप्ने भन्ने कुरा सञ्चार माध्यम छान्नका निम्ति स्वतन्त्र छ। यत्रो प्रजातान्त्रिक परिपाटी हुँदाहुँदै राज्यले एउटा चिठी लेखेर विज्ञापन र सूचनामा नियन्त्रण र नियोजन कायम गर्नु भनेको सरकार अधिनायकवादतर्फ अगाडि गइरहेको छ भन्ने कुराको एउटा राम्रो प्रमाण हो, राम्रो उदाहरण हो। यो सरकार जनताबाट निर्वाचित त छ, तर जनताबाट निर्वाचित अर्थात् मतदानबाट आएको सरकार मतदान सहितको निरङ्कुशतातर्फ गइरहेको छ। यो अटोक्रेटिक अभ्यासमा गइरहेको छ सरकार। तपाईँ यसको सबैभन्दा पछिल्लो उदाहरण तपाईँहरूलाई थाहा छ। यो देशमा हिजो अस्ति मात्रै गृहमन्त्रीमा कमब्याक भएका सुदन गुरुङको बारेमा यही सरकारले एउटा छानबिन समिति बनायो। त्यो सरकारले छानबिन गर्यो रे, छानबिन गरेर त्यो सुदन गुरुङमा कुनै पनि खालको कमी छैन भन्ने निष्कर्ष पनि आयो रे। त्यो निष्कर्षका आधारमा सुदन गुरुङ फेरि गृहमन्त्री भए। तर त्यो छानबिन प्रतिवेदनभित्र के छ? यो प्रजातान्त्रिक सरकार हो भने त्यसले सार्वजनिक गर्नु पर्थ्यो कि पर्दैन? जनताले यो थाहा पाउनु पर्थ्यो कि पर्दैन? आफै झाँक्री आफै बोक्सी भन्ने खालको जुन कहानी छ, जुन उखान छ, त्यो उखानलाई यो सरकार चरितार्थ गर्दैछ। यसको अर्थ आफैले छानबिन गर्ने, आफैले सफाई दिने, यो भन्दा ठुलो अधिनायकवादको उदाहरण अर्को हुन सक्दैन। सरकार कुनै पनि प्रकरणमा जनताको पक्षमा छैन, जनताप्रति जिम्मेवार छैन, राष्ट्रप्रति जिम्मेवार छैन। सरकारका मुखियाले राष्ट्र विरोधी अभिव्यक्ति तपाईँको सार्वभौम सत्ता सम्पन्न संसदमा बसेर दिइरहेका छन्। ती 181 अरू सांसद भन्नेहरू थपडी बजाएर हामीले भारतको भूमि अतिक्रमण गरेका छौँ भन्दा थपडी बजाएर अनुमोदन गर्छन्। यो जस्तो निर्लज्जता संसारको कुनै पार्लियामेन्टमा देखिँदैन। त्यसकारण पनि यो सरकार संख्याको हिसाबले इतिहासकै सबैभन्दा बलियो सरकार हो, तर नैतिकताको हिसाबले, मोरलका हिसाबले यो सरकार इतिहासकै सबैभन्दा कमजोर सरकार हो। यो सरकार न जनताप्रति जिम्मेवार छ, न राष्ट्रप्रति जिम्मेवार छ, न यसले लोकतान्त्रिक अभ्यासलाई जीवन्त राख्न खोजिरहेको छ। लोकतन्त्रका अवयवहरूलाई ध्वस्त पारेर, त्यसलाई डिस्ट्रोय गरेर यो जनताको बलिदानी बोर्ड आन्दोलनबाट, सङ्घर्षबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर र विकृत बनाउने दिशामा सरकार उद्धत छ। त्यसको पहिलो नमुना आम मिडियामाथिको आक्रमणबाट सुरु गरेको छ। आज समाजका कुनै पनि तबकाहरू, अघि पूर्वोक्त साथीले चर्चा गर्नुभयो, कोही पनि खुसी छैन। जनताले न उचित मूल्यमा, न सर्वसुलभ रूपमा मलखादहरू पाएका छन्। जनताले अरू सबै अहिले तपाईँहरूलाई अब यो असार मसान्त आयो, आम सञ्चार माध्यम चलाउने साथीहरूलाई यो ट्याक्स कसरी तिर्ने भन्ने पिर होला, आफ्ना सञ्चार माध्यम कसरी नवीकरण गर्ने भन्ने पिर छ। यो सरकार हामीलाई सूचनाबाट त बन्देज गर्यो, विज्ञापनबाट त बन्देज गर्यो, तर कर लिने कुरामा बडो निर्लज्जतापूर्वक हामीसँग कर लिन्छ, तर हामीले अधिकारमा प्राप्त गरेको विज्ञापन दिँदैन। त्यस कारण पनि यो आन्दोलनलाई अझ सशक्त बनाउन जरुरी छ। यो जनपक्षीय आन्दोलन हो,
जनतालाई सूचना दिने पत्रकारहरू भोकै मार्ने जुन षड्यन्त्र राज्यले गरिरहेको छ, आर्थिक रूपमा कमजोर बनाएर आफ्नो ताबेदारी गर्नका निम्ति अप्रत्यक्ष रूपमा नेपाली सञ्चार माध्यमलाई बाध्य बनाउन खोजिएको छ। यो किमार्थ पनि सही छैन। यो नेपाली पत्रकारिताको डिग्निटीसँग मेल खाँदैन। हामी आफ्नो स्वाभिमानलाई त्यसरी कमजोर हुन दिँदैनौँ। सरकारले जतिसुकै प्रतिबन्ध लगाओस्, हामी जीवित रहँदासम्म, जाग्दासम्म जनताको पक्षमा कलम चलाउने कुरामा अडिग रहनेछौँ। र यही कुरा भन्दै पर्सा शाखाले यो आन्दोलनलाई दिन प्रतिदिन अझ मजबुतीका साथ सञ्चालन गरिरहेकोमा शाखाका अध्यक्ष मार्फत सबै पदाधिकारी, सदस्य, आम साधारण सदस्य साथीहरूलाई धन्यवाद ज्ञापन गर्दै म आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद।